के अरे कोही तपाईहरु मध्येमा 2 जना 3 जना आशिष बाँड्न तयार हुनुहुन्छ क्लासको विषयमा? छैन कोही पनि? ल एकजना सिरेरी आउँदै गर्नुहुन्छ। ल भोलाजी दिदीबहिनीहरूको कोही हुनुहुन्न? ल आउनुहोस्, सिरेरीजी आउनुहुन्छ कि? सर्वप्रथम परमेश्वरलाई धन्यवाद र यहाँ उपस्थित पास्टुबा पास्टुनी आमा एल्डर डिकन अनि अगुवा अनि समस्त प्रभुका जनहरूलाई ख्रीष्ट येशूको नाममा जय मसीह। विगत हामीले 2082 वैशाख 1 गते 2 गतेदेखि हामीले यो तालिम लिँदै आएका थियौँ र गएको 9 गते हाम्रो तालिम समापन भइकन अनि 10 गते हाम्रो अन्त्य भएको छ। सर्वप्रथम म के भन्न चाहन्छु भने एउटा अमेरिकाको सानो प्रसङ्ग जोडिकन म अगाडि बढ्न चाहन्छु। कति मिनट दिनुभएको छ थाहा भएन, क्षमा चाहन्छु। धन्यवाद, अनलिमिटेड भन्नुभयो है। अनि अमेरिकामा एउटा चर्चमा एकजना विश्वासी विगत 35 वर्षदेखि त्यो चर्चमा जानु हुँदो रहेछ र उहाँले एक दिन त्यो ठुलो पत्रिका, मान्यता प्राप्त पत्रिकामा उहाँले एउटा लेख लेख्नु भएको छ। म 35 वर्षदेखि मण्डलीमा चर्चमा पास्टरको पास्टरज्यूको वचन सुन्दै आएको छु, तर 35 वर्षदेखि एउटा वचन पनि मैले मेरो मनमा राखेको छैन, लिएको छैन, अरूभन्दा पनि सम्झेको छैन, सबै बिर्सेको छु। मलाई यो गएको नगएको एउटै हो भनेर उहाँले पत्रिकामा लेख्नु भएको रहेछ। यो सत्य घटना होला सायद, होइन? मलाई नि साथीले भन्नुभएको घटना हो, म अमेरिका गएको होइन। अनि त्यसपछि एउटा अर्को अगुवाले त्यो पत्रिका पढ्नु भएको छ र त्यसको तुरुन्त भोलिपल्ट त्यही पत्रिकामा फेरि आफ्नो लेख छापेर दिनुभएको छ। के भन्नु लेख्नु भएको छ भने मेरो श्रीमतीसँग विवाह भएको पनि 35 वर्ष भइसक्यो र 35 वर्षदेखि आजसम्म उनले तरकारी के खान्दिन्, के को अचार खान्दिन्, कुन खाना कसरी खान्दिन् मलाई अहिलेसम्म याद छैन। अहिलेसम्म यादै छैन मलाई। हिजो भर्खर पनि मैले के खाएँ त्यो याद छैन मलाई। तर उनैले खानिदिएको खानाले म बाँचिरहेको छु। आमेन। उनले खाना दिएको खानाले म बाँचिरहेको छु भनेर उनले त्यो लेख लेखेर पठाएको छ। अनि आज म यो भन्न चाहन्छु कि हाम्रो गुरुबा पास्टुबा, हाम्रो अगुवा, हाम्रो जे भने पनि सर्वस्व आत्मिक जीवनमा उहाँ ख्रीष्टको पछिको हुनुहुन्छ है। ख्रीष्टभन्दा उनी कोही छ भने उहाँ नै हुनुहुन्छ। उहाँले दिएको वचनले, त्यो वचनले हामीलाई प्राप्त मात्रामा खानिदिनु भएको कारणले हामी बाँचेका छौँ। अरू कुनै कारणले होइन, कुनै कारणले होइन। म ज्ञान बुद्धि र धेरै घमण्ड र जे होला कुनै कारणले हामी बाँचेको होइन, मात्र गुरुबाको त्यो वचनले हामीलाई आत्मिक रूपमा बाँचेका छौँ। हाम्रो शरीर मरे तापनि, संसारमा जेसुकै उन्नत प्रगति भए तापनि हाम्रो आत्मा मर्यो भने त्यो कुनै लाभ हुने छैन हामीलाई। अनि म यो सानो प्रसङ्ग जोड्दै अरू अब हामीले के सिक्यौँ त भनेर भन्नुपर्दा पहिलो प्रथम यो तालिम को अवधिभर पास्टुबाको गुरुबाको जीवनी र सत्य घटनामा आधारित जीवनी गवाईहरूबाट धेरै प्रेरणा मिल्यो, धेरै प्रेरणा मिल्यो। न त एउटा रौँ जति पनि हामीले कुनै पनि ख्रीष्टमा कष्ट भोगेका छैनौँ, गाउँ समाजबाट कुनै पनि तुच्छ वचन पनि हामीलाई आएको छैन। यति सरल जीवन जिएको छ जहाँ सङ्घर्ष छैन, जहाँ चाहिँ नि चुनौती छैन, त्यो जीवन केही कामकै छैन भन्ने जस्तो लाग्न थालेको छ क्या मलाई। र आज पास्टुबाको जीवनी गवाई प्रत्येक बाइबलको पद मैले फेरि दोहोऱ्याएर हेर्दाखेरि पदमा आधारित जीवन उहाँबाट पाएको छु। अनि त्यो जीवनी आधारमा पाएको कुराहरू प्रत्येक पदले हामीलाई बुझाएको छ।
र गुरुबाले हामीलाई पदमा आधारित रहेर नै बाइबलभन्दा विपरीत कहिले सिकाउनु भएन। र हामीले सिकेको कुरा धेरै व्याख्या नगरिकन यदि हामीले उहाँको आज यो 3 महिना भनेको छ 5 महिना पुग्यो, तर गन्थीले 3 महिना नै भएको हो। 3 महिनाको तालिमले जति सिकाएको छ, ब्याचलर मास्टर डिग्री पढेकाहरूलाई नि चुनौती दिन सकिन्छ हामी। आमेन। हामी कतिजना सिकेका छौँ? 14 जना। मैले जानेको है, फेरि हजुरहरूलाई म भन्दिनँ, मैले जानेको चाहिँ नि यो सिकेकोलाई फेरि कार्यान्वयन गरेर र मैले यसलाई जीवनमा ढालेर मैले यो जीवनमा लागू गरेर अगाडि बढ्दै गएँ भने मेरो जीवनमा अरू कुनै पनि चाहिँदैन, कुनै पनि चाहिँदैन। संसारमा अब कुनै पनि मेरो लागि तुच्छ जस्तो ठहरिन गएको छ, केही पनि छैन। यो ज्ञान र यो चाहिँ नि तालिमभन्दा अरू हामीलाई कुनै पनि आवश्यकता छैन भनेर म प्रष्ट भएको छु। र अर्को कुरा के त भन्दा चेला भनेको र चेलापन भनेको उहाँले सिकाएको कुराहरू सिक्ने, पन भनेको बालापन। जसरी बालापन भन्छ नि, बालक जस्तै गरी गुरुले दिएको शिक्षा र ज्ञानलाई धारण गर्ने र ग्रहण गर्ने त्यो पन र हामीमा हुनुपर्दो रहेछ। र मण्डली वृद्धि र मण्डली विकासको लागि चेलाले गर्दछ, भेलाले गर्दैन भन्ने कुराहरू बुझेछु है। र हामीले जसरी ख्रीष्ट येशूले हामीलाई यति ठुलो अनुग्रह र कृपा गर्नुभयो, परमेश्वरले यति अनुग्रह गर्नुभयो, त्यस्तै अनुग्रह केही अनुग्रह पास्टुबाले हामीलाई गरे जस्तो लाग्छ है मलाई चाहिँ। किनभने हामी एउटा साधारण चेला बनेका छैनौँ है। यत्रो वर्षदेखि हामी एउटा साधारण चेला बनेको छैनौँ, तर चेला बनाउने तालिम दिनुभयो। चेला बन्ने तालिम होइन, चेला बनाउने। पास्टुबाले बिचमा पनि आएर भनिराख्नु भएको छ, यो त चेला बनाउने तालिम हो है, चेला बन्ने। पहिला हामी चेला बन्नु पर्ने थियो नि, चेला बनाउने तालिम गर्नलाई। पहिला यो ठुलो अनुग्रह गुरुबाले हामीलाई दिनुभएको छ, यसलाई पनि हामी विशेष मनन गर्नुपर्छ। चेला बनाउने तालिम हामी पहिल्यै पायौँ। कस्तो हामी त 2 गिलास 3 गिलास नपरिकन एकैचोटि एसएलसी दिन पाएको छौँ। यो पास्टुबाको गुरुबाको अनुग्रह हो हामीलाई, यो पनि हामीले मध्यनजर गर्नै पर्छ। र हामीले सिकेका कुराहरू प्रत्येक एक पद मात्रै, मतलब के भन्छन्, विषय मात्रै भन्ने हो भने फेरि 108 भाग भएको छ होइन, 108 मिनट लाग्छ। म यसरी होइन धेरै व्याख्या गर्दिनँ। मैले सबै यो विषयगत मात्रै लेखेर लाउँदाखेरि यहाँ आधा घन्टा भएको छ है। अब म यो भन्दिनँ, म भन्न अब असमर्थ छु, यति टाइम गइसक्यो। कोही पनि भन्नुहुन्छ होला, धेरै कुराहरू सिकेका छौँ। त्यो कुरा सिकेको पुरै मैले यहाँ विषयगत मात्रै लेख्दाखेरि आधा घन्टाको भएको छ। र यसलाई अब मैले बुझेका कुराहरू कति छन्, कति गर्नु छ। अनि यो तालिमहरू बार बार सम्झना आउँदाखेरि सम्झिँदाखेरि त्यो आँसु आउँछ। किन त भन्दाखेरि पक्कै पनि मेरो यो तालिमले मलाई हृदय फुटाएको छ। र यसबाट सिकेका कुराहरू धेरै छन्, म व्याख्या गर्न चाहन्न। थोरै मैले हजुरहरूको सामु राखेको छु आफ्नो मनमा लागेको कुरा। यदि भन्दै यो 2 शब्द यहीँ राख्दछु। ख्रीष्ट येशूको नाममा जय मसीह।